वेल कुकुरले टोक्दाखेरि रेबिज लाग्ने चान्स हाई हुन्छ, धेरै हुन्छ। अन्य जनावरहरू पनि छन्, तर कुकुरले हामीलाई थाहा भएको अनुसार चाहिँ धेरै इन्काउन्टर हुने भनेको कुकुरको टोकाइ। रेबिज भनेको चाहिँ रेबिज भन्ने नामको भाइरसले गर्दाखेरि नसामा लाग्ने रोग हो। नसा एकचोटि रेबिज लागिसकेपछि, लक्षण देखिसकेपछि चाहिँ मान्छेको बाँच्ने चान्स हुँदैन भनेको मतलब इट्स 100% फेटल भन्छ। 100% नै मान्छेको डेथ हुन्छ। इट्स अ भेरी डेन्जरस डिजिज। अनि यो चाहिँ हाम्रो नसा स्नायु प्रणाली नर्भस सिस्टममा चाहिँ असर गरेर फाइनल्ली चाहिँ सेन्ट्रल नर्भस सिस्टममा असर गरेकोले गर्दा मान्छेको ज्यान जान्छ। यसको उपचार छैन लागिसकेपछि। कुकुरले टोकिसकेपछि चाहिँ 3टा क्याटेगोरीको घाउहरू हुन्छ। कस्तो उपचार के गर्ने, के गर्नुपर्छ गर्नु पर्दैन भनेर छुटाउन सकिन्छ योबाट। क्याटेगोरी 1 छ जसमा चाहिँ हाम्रो इन्ट्याक्ट स्किनमा भनेको घाउ नभएको ओरिजिनल स्किनमा चाहिँ कुकुरले चाट्यो भने, टच गर्यो भने त्यो चाहिँ क्याटेगोरी 1 मा पर्छ। त्यसमा चाहिँ हामीले भ्याक्सिन लाउनु पर्दैन, मजाले साबुन पानीले धुने, त्यसपछि पुग्छ। अर्को भनेको हामीसँग चाहिँ क्याटेगोरी 2 छ। क्याटेगोरी 2 भनेको चाहिँ हाम्रो स्किनमा कोतर्यो वा त घाउ बनायो, रगत आओस् वा नआओस्, यो चाहिँ क्याटेगोरी 2 मा पर्छ। क्याटेगोरी 3 मा के पर्छ, ठुलो घाउ, गहिरो घाउ। अनि त्यसपछि क्याटेगोरी 2 को जस्तो घाउ धेरै ठाउँमा छ भने पनि क्याटेगोरी 3 मा पर्यो। कोतरेको मात्रै छ वा त अलि माथि मात्रै घाउ बनाएको छ भने चाहिँ त्यसमा हामीले एन्टिरेबिज भ्याक्सिन लाउनुपर्छ अनि टेटानसको चाहिँ आवश्यकता अनुसार लाउनुपर्छ। क्याटेगोरी 3 मा चाहिँ भ्याक्सिन पनि लाउनुपर्छ, इम्युनोग्लोबुलिन पनि लाउनुपर्छ, घाउको पनि अझै राम्रोसँग केयर गर्नुपर्छ। सो यो भनेको हस्पिटलमा गर्ने उपचारहरू हो। तर तपाईँहरूले घरमा गर्नुपर्ने एकदमै इम्पोर्टेन्ट काम छ एउटा। मेरो भिडियो बनाउनुको रिजन पनि त्यही हो। कुकुरले टोकिहाल्यो भने के गर्ने? कुकुरले टोकिहाल्यो भने चाहिँ फर्स्ट अफ अल रिल्याक्स एन्ड देन तपाईँले गर्नुपर्ने काम भनेको साबुन पानीले धुने हो। मजाले साबुन पानीले धुने, 15 मिनटसम्म छलछल्ती धुनुपर्छ बगिरहेको पानीमा, रनिङ वाटरमा। त्यो भनेको धाराको पानीमा होस् वा नदीको पानीमा, बगिरहेको पानीमा 15 मिनटसम्म कन्टिन्युअसली धुने। पहिला फर्स्ट काम त्यो गर्ने। त्यसपछि चाहिँ जति सक्नुहुन्छ छिटो हस्पिटल आउने। किनकि पानीमा धोयो भने चाहिँ के छ भने कुरा चाहिँ अलमोस्ट 90% पनि, अझ माथि छ भने त झन् मजाले बगाउने भयो। 90% भाइरस चाहिँ पानीले बगाइदिन्छ अनि घाउ सफा हुन्छ। भाइरसको मात्रा, भाइरल लोड चाहिँ कम हुन्छ घाउमा। त्यसले चाहिँ हाम्रो उपचारमा रोग लाग्न नदिनमा धेरै ठुलो हेल्प गर्छ। त्यसैले फर्स्ट काम चाहिँ फेरि पनि भने छलछल्ती बगिरहेको पानीमा कन्टिन्युअसली 15 मिनटसम्म धुने अनि त्यसपछि हस्पिटल आउने। थ्याङ्क यू।